काट्नलाई लाइन लागिरहेको एउटा सुन्ने यहाँ। हेलो गाइज, हजुरलाई धेरै धेरै स्वागत छ मेरो मन्नी भ्लग युट्युब च्यानलमा। म फेरि पनि नयाँ भिडियो ल्याएर आइसकेको छु। हजुरहरू सबैजना सन्चै हुनुहुन्छ होला, म पनि एकदम सन्चै छु। म फेरि पनि आइसकेको छु नयाँ भिडियो ल्याएर। आज चाहिँ म धेरै दिनपछि भिडियो बनाउँदैछु। आजकल खासै पनि भिडियो पनि बनाउनु पाएको छैन, बनाएको छैन, त्यसैले आज नयाँ भिडियो बनाउँदैछु। हजुरहरू सबैजनाले मेरो युट्युब च्यानललाई लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनु होला। आज चाहिँ म घुम्न जाँदैछु, स्विमिङ गर्न जाँदैछौँ हामीहरू केटाकेटीलाई लगेर, त्यही भएर भिडियो पनि बनाउँछु भनेर बनाउँदैछु। हजुरहरू सबैजनाले मेरो पुरै भिडियो हेरिदिनु होला। अहिले चाहिँ म खानासाना खाएर भाँडासाँडा धोएर बसेछु। अब चाहिँ रेडी हुन्छौँ, रेडी भएर जान्छौँ। ल साथीहरू, हामी चाहिँ रेडी सेडी भएर अब चाहिँ हामी जाँदैछौँ। मेरो ग्याङ पार्टी आइसके, यहाँ भर्खरै आएको छ। यहाँ हिँड, अब हिँड, छाताले मलाई तेरो छाता ओढ, म गर्मी भयो हुन्छ कि हेर्न फेरि छिटो। के बाहेर हातहरू न के बाहेन आउनु छिटो। ल साथीहरू, हामी चाहिँ घरदेखि हिँडिसक्यौँ रेडी सेडी भएर। हजुरहरू देख्न सक्नुहुन्छ मेरो टिम टोलीहरूलाई। हामी चाहिँ जाँदैछौँ। अब यस्तो गर्मी छ, गर्मी छ, हेर्न सकेको छैन बाहिर, त्यही पनि जाँदैछौँ हामी गर्मीमा। अब यहाँनिर गाडीमा चढ्छौँ। ए हामी फुपू यता हुनुहुन्छ, कत्रो छाता ओढेर हिँडिरहनु। छाता पनि पुरा उता छातातिर आऊ क्या, गर्मी हुन्छ। ल साथीहरू, हामी चाहिँ यहाँ वान्डरले यता यता आउनु फुपू, अलि साइड होइन। हामी चाहिँ यहाँनिर पुगिसक्यौँ। यहाँ कति भिड छ, कति मान्छे छ यहाँनिर। हो आज झन् शनिबार हो क्या, यहाँनिर चाहिँ देख्न सक्नुहुन्छ। उता हो क्या टिकट काट्नु क्या, तिमीहरू यहाँ बस्छ, हामी टिकट काट्छौँ। हामी चाहिँ यहाँनिर टिकट काट्नलाई लाइन लागिरहेको छौँ। यहाँ देख्न सक्नुहुन्छ। आज चाहिँ शनिबार भएर घुम्नु गएको होला। ल आउनु है छिटो। ल गाइज, हामी चाहिँ यहाँ गइसक्यौँ, गेटदेखि भित्र आइसक्यौँ। हामी चाहिँ 4 जना चाहिँ स्विमिङ गर्ने हो, उहाँको चाहिँ त्यत्तिकै घुम्ने हो। गाना पनि बजिरहेको छ। गाइज, मैले चाहिँ ड्रेस चेन्ज गरेर आइसकेँ बाहिर। अब चाहिँ हामी स्विमिङ गर्न जाँदैछौँ। यही हो मेरो आजको ड्रेस। आजको ड्रेस यही हो भने कि एउटा सुन्ने भने यहाँ चाहिँ डेक सेक बजिरहेको छ। डेक सेक पनि देख्न सक्नुहुन्छ। हामी चाहिँ स्विमिङ गर्दैछौँ। ल साथीहरू, हामी चाहिँ स्विमिङ सक्यो। हामी स्विमिङ सकेर पनि भ्याइसक्यौँ। अब हामी घर जाँदैछौँ। अब अलिअलि फोटोसुट पनि गरेन हामीहरूले, एक दुईवटा। अब जान्छौँ गएर, ढिला पनि भइसक्यो, पानी भइसक्यो। त्यही भएर यहाँ यस्तो राम्रो छ, हेर्न सक्नुहुन्छ तपाईँहरूले। यहाँनिर चाहिँ कस्तो राम्रो छ, यहाँ मूर्ति, पानी पनि राम्रो राम्रो छ। यहाँ फोटोसुट गर्नलाई पनि राम्रो छ, स्विमिङ गर्नलाई पनि राम्रो छ। यहाँनिर अघिमा चाहिँ कति धेरै मान्छे थियो, अहिले चाहिँ मान्छे पनि सब गइसक्यो, भ्याइसक्यो। अब अलिअलि मान्छे अनि म पुरै भिजेर मेरो टिसर्टहरू पुरै भिजेको छ। आउनु न छिटो।
हाम्रो बाघले यहाँ शेरले हेरिरहनु भएको छ अहिले टोक्नुहुन्छ यहाँनिर देख्न सक्नुहुन्छ ल हामीहरू चाहिँ गेटदेखि बाहिर निस्किसक्यौँ अब चाहिँ गाडीमा बस्यो हामी त निस्केर जान्छौँ गाडीमा अघिमा चाहिँ कति फुल मेकअपमा आएको थियो अहिले चाहिँ कस्तो छ फेस पुरै मेकअप सेकअप उठिसक्यो सुनिले हजुर यता फलफुल जाने ल साथीहरू हामी चाहिँ घर पुगिसक्यौँ नेपालमा गएर स्विमिङ गरेर आइसक्यौँ हामी चाहिँ यति मजा आयो गर्मीमा पानीमा खेल्न पाएपछि कसलाई चाहिँ मजा आउन र हजुरहरू पनि खेल्नु होला स्विमिङ गर्न जानु होला हजुरहरू सबैजनाले मेरो भिडियो फुल वाच गरिदिनु होला अनि आजको भिडियो यति नै फेरि भेटौँला नयाँ भिडियोमा लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला सबैजनालाई बाई बाई फेरि भेटौँला नयाँ भिडियोमा